घलेको चाहिँ के हुन्छ भने त्यो मेन मिलमा हुनुपर्ने त्यो दसैँको बेलामा चाहिँ मासु भेडाको हो हैन त्यही कारणले कुन हो तिम्रो सबै लैजाऊ त्यहाँबाट हेलो गाइस हेलो हेलो भन न हेलो ह्याप्पी दसैँ भन त ह्याप्पी दसैँ नमस्ते भन न छिटो के खोजेको त्यहाँ के खोजेको लैजाऊ सबै लैजाऊ यो पनि लैजाऊ यो पनि लैजाऊ यो पनि लैजाऊ सबै तिम्रो ल मेरो के हैन लैजाऊ ल सबै लैजाऊ खोइ मेरो सामान चाहिँ खोइ मेरो फोन राख्ने यस्तो चाहिँ खोइ त्यो मलाई चाहियो नि तिम्रो सामान सबै लगेको छु So hello guys, welcome to another vlog है आज यति दिन ब्लग बनाउनु भएको छ किनकि एकदमै बिजी भएर त्यही पनि सबै गाह्रो भएर ब्लग बनाउनु पनि के भन्छ सुविधा नै छैन सुविस्ता नै छैन त्यही कारणले गर्दाखेरि एकैचोटि दसैँको ब्लग आउँछ सो होप यु गाइसहरूले मन पराउँछ होला लाइक गरिदिनु सेयर गरिदिनु कमेन्ट गरिदिनु है अनि सब्सक्राइब पनि गरिदिनु मेरो युट्युब च्यानलमा बिस्तारै आउँदैछ कहिले आयो चाहिँदैन नि चाहिँदैन तिमीलाई चाहिँदैन नि चाहिँदैन चाहिन्छ किन दिएको मलाई अनि किन दिएको अनि किन दिएको मलाई चाहिन्छ भने भान्जीले चाहिँ उसको सामान चाहिँ सबै लिएर जान्छ नि मेरो पनि मानेको नि त मेरो सामानहरू चलाउँछ अनि त्यो फर्काइदिनु त्यो चाहिन्छ अरे किन चाहिन्छ भने त त्यसरी राख्नु त्यसरी सो गाइस त्यही हो यता चाहिँ पानी परेर एकदमै बिजो भइरहेछ दसैँको भोलि अब दसैँ हो आज जस्तै पानी परेर एकदम बोरिङ भइरहेछ बाटोहरू हिलो यता ट्राभल गर्दाखेरि पनि सुविस्ता छैन बाटो बिग्रिन्छ है धेरै टाढो ट्राभल गर्नुपर्छ त्यही कारणले गर्दाखेरि सो सबैजना सेफ ट्राभल गर्नु सेफ इन्जोय गर्नु बेसी रक्सी नखानु किनकि अब हामी बुझ्नेहरू भइसकेपछि सेलिब्रेसन भन्दाखेरि जहाँ रक्सीमै सोच्छ अन्त त्यही कारणले गर्दाखेरि डोन्ट ओभर ड्रिङ्क एन्ड ड्राइभ स्टे सेफ आफ्नो अब के भन्छ बडी कन्ट्रोल गरेर खायो भने चाहिँ त्यही बेस्ट हुन्छ खानुपर्छ चाडबाडमा नखानु होइन तर खाँदाखेरि पनि आफ्नो लिमिट हुन्छ त्यो अनुसारले खाएर इन्जोय गऱ्यो भने त्यही बेस्ट हुन्छ जसुकै घरमा हेर्नुहोस् त्यसैले गर्दाखेरि सबै घरमा मासु खाए मासु लन्चमा मासु डिनर ब्रेकफास्ट मासु हुन्छ भेजको खाना त भेट्दा पनि भेट्दैन जो बहिनी चाहिँ आउँदैछ मासु पकाउनुको लागि रेडी छु सबै उनीहरू पनि काटेर सबै रेडी गरेर अब चाहिँ पकाउनुको लागि पकाउनु त मम्मीले पकाउँछ न मासु काटेर रेडी बनाएर राखेर चाहिँ पर्खिरहेको छ अहिले भने चाहिँ पानी बस्यो यस्तो छ गएर चाहिँ पानी बसेर सो इभिनिङ अब के भन्छ बाह्र बेलुकादेखि चाहिँ एकदम पाहुना प्याक आउँछ आफ्नो मान्छेहरू यता त्यताबाट धेरै आउनेको कारणले गर्दाखेरि चाहिँ बिजी हुन्छ खाना पकाउनु यता त्यता हरेक कुरो बिजी हुन्छ भोलि पर्सिसम्म अब दसैँ त कति दिन हो 5 दिनसम्म यत्तिकै बिजी हुन्छ घलेको चाहिँ केही स्पेसल छ भनेपछि भेडाको मासु चाहिँ एकदमै स्पेसल हुन्छ लाइक काइन्ड अफ रेस्पेक्ट पनि हो इट्स काइन्ड अफ लाइक यु नो ट्रेडिसनली कल्चरल पोइन्ट अफ भ्यूबाट पनि लाइक भेडाको मासु चाहिँ मस्ट हो हुनु चाहिँ खासमा चाहिँ तर अहिले चाहिँ मोस्ट प्रोबाब्ली कसैले गर्छ होइन कसैले गर्दैन तर हाम्रो लिनेजमा चाहिँ त्यस्तोहरू सबै छोडिसक्यो लाइक सेक्रिफाइस गर्नुहरू त्यस्तोहरू सबै छोडिसक्यो र पनि अब खानु चाहिँ छोडेको छैन किनकि
ट्रेडिसनली बोर्न भएर लाइक इट गिभ्स यु नो द के भन्छ अब लाइक कल्चरली कनेक्टेड त्यस्तो भन्छ सो अन सो है त्यस्तो भन्छ तर मलाई चाहिँ त्यस्तो खासै फिल लाग्दैन तर होइन अब मम्मी बाबाहरूले चाहिँ अब त्यस्तो फिल गर्नुहुन्छ मस्ट बी देयर होइन त्यो भेडाको मासु अलिकति भए पनि लाइक प्रेजेन्ट गर्नुको लागि भए पनि अब बाजे बोजेहरू आउँछ लाइक मेरो यता बाबाआमाको के भन्छ मम्मी बाबाको त्यही कारणले गर्दाखेरि त्यस्तै उनीहरूले चाहिँ एक्सपेक्ट गर्छ होइन लाइक मस्ट बी दियर होइन अरू मासुहरू खाँदैन लाइक कुखुरा भन्दाखेरि सो मोस्ट प्रोबेबली हाम्रो घलेको चाहिँ के हुन्छ भने त्यो मेन मिलमा हुनुपर्ने त्यो दसैँको बेलामा चाहिँ मासु भेडाको हो होइन त्यही कारणले काइन्ड अफ एक्सपेन्सिभ पनि किनकि अब बेसी जस्तोले पाल्दैन नि त भेडा लाइक हाम्रोतिर चाहिँ अब लेकतिर पाल्छ नि त हामी किन्दाखेरि चाहिँ द्याट्स लिटल बिट एक्सपेन्सिभ पनि हुन्छ सो त्यो पनि छ त्यो चाहिँ हुनैपर्छ भन्छ न जहाँ भेडा छैन त्यहाँ घले नै होइन भन्ने पनि गर्छ होइन लाइक त्यो चाहिँ अब त्यो कतिको ट्रु हो हुनु पनि सक्छ कोहीमा हुँदैन पनि होइन लाइक हामी चाहिँ त्यति साह्रो फलो गर्दैन किनकि हामीले चाहिँ अब त्यस्तो छोडेको होइन सेक्रिफाइस गर्नु त्यस्तो केही आजा पूजा गर्दाखेरि पनि त्यस्तो ब्लड सेक्रिफाइस गर्दैन त्यही कारणले गर्दाखेरि वी डोन्ट नो मच अबाउट द्याट होइन तर टिपिकल हामी घरले ट्रेडिसनल कल्चरली फलो गर्नेहरूले चाहिँ लाइक उनीहरूले चाहिँ त्यस्तो सोच्छ तर हामीले चाहिँ हाम्रो बाजेदेखि नै छोडेकोले गर्दाखेरि चाहिँ लाइक वी डोन्ट फिल त्यो क्या अब त्यो चाहिँ हुनैपर्छ भन्ने पनि छैन लाइक तर छ भने चाहिँ लाइक गेस्टहरूलाई प्रेजेन्ट गर्दाखेरि चाहिँ प्रेजेन्टेबल हुन्छ लाइक वार्मली वेलकम गरेको जस्तो पनि हुन्छ भाले बाँस कहाँबाट पनि सो त्यसै कारणले गर्दाखेरि चाहिँ हामीले लिएर आएको छौँ अलिअलि चिया पनि बसायो यहाँ चिया बसाएर अब गाउँको स्पेसल त त्यही हो दुधलाको चिया मलाई चाहिँ त्यस्तो लाग्छ अब अरूहरूलाई कस्तो लाग्छ थाहा छैन तर मलाई चाहिँ गाउँमा दुधलाको चिया अहिले चाहिँ कालो छ तर के भन्छ लोकल दुधको चिया चाहिँ एकदमै स्पेसल लाग्छ त्यही भएर मैले पनि बनाएर राखिदिएको छु किनकि हाम्रो मान्छेहरूले दुधहरू चिया खाने त त्यही कारणले सो म चाहिँ चिया बसाएर चाहिँ उनीहरूले पर्खिरहेको छ आई थिङ्क उनीहरू आइपुगेको छैन होला यहाँबाट आउँछ कुखुराहरू के भयो के हो त सो हाम्रो चाहिँ यहाँनिर सबै के भन्छ कटिङ गरेर बेस गरेर घर बनाउनुको लागि सबै यहाँ गर्दैछु किनकि यसरी गरेको भन्छ किनकि हाम्रो रोड छैन अहिले यो चाहिँ मेरो रुम भयो हालको क्लिन कट गरेँ दसैँको लागि नत्र भने मान्छेले यस्तो मेस बनाइदिन्छ कि के भन्नु चिया पनि हल्का पाक्दैछ के भन्छ यिनीहरू त के भन्छ चारो खाने बेला भएको चार पिस हुन्छ मको पिसेको आज अघि खाइसकेको फेरि आउँछ still लाट है एकदमै लाट गाउँको के भन्छ गाउँको चाहिँ यही मजा हुन्छ कि वरिपरि अब यता सास परेपछि चाहिँ कुखुरा च्याउ च्याउ स्याउ 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 अरे के ऊ त्यो माउ गयो अझ ऊ त्यहाँ पनि छ यो चाहिँ भर्खर काटेको ऊ त्यो पर ऊ त्यो चाहिँ अलिक ठुलो भएको सानो सानो अनि त्यहाँबाट यसको चाहिँ अब यो चाहिँ अब छोड्ने बेला भएको अब चाहिँ आफै गएर खानु सक्ने भएको अगाएन क्या
नगाएन मेरो यो के भन्छ ट्राइपोड बिग्रेछ झरेको झरेकै गर्छ हुन्छ किनकि अब खाँदैन नि त ठुल्ठुलोहरू दाना दाना ठुलो जस्तो त मजा आउँछ लाइक म चाहिँ अब के भन्छ धेरै जस्तो बाहिर बसेर अब गाउँमा आउँदाखेरि चाहिँ त्यस्तो फिल हुन्छ कि एक प्रकारको के भन्छ दामी खालको इन्भाइरोमेन्ट पिस खालको केही छैन त्यही अब भएको भनेको जस्तै अब यो कुखुरा कराउने गाई कराउने त्यहीहरू मात्रै हो क्या अहिले चारो दिनु पऱ्यो यिनीहरूको अब टाइम हुन्छ ठिक ठिक टाइम भएपछि बिहान एकखेप बेलुका एकखेप बिचमा भात चाहिन्छ अनि भात दिनु पर्छ छिटो पर्नु पर्छ त्यहाँनिर हेरेको यस्तो लाएर यिनीहरू एकदम लाटा छ मम्मीले के भन्छ खेलाएर यस्तो भएको होइन एकदमै लाटा सो गाइस आजको भ्लग चाहिँ यतिमै अन्त गर्नुपर्छ होला किनकि भरे चाहिँ भ्लग बनाउनु मिल्दैन होला मान्छे यति हुन्छ नि त पाहुना हुन्छ त्यही कारणले गर्दाखेरि छैन अब काम गर्ने अब म हो पाहुनाले त काम गर्नु लाउनु भएको छैन होइन सो त्यही कारणले गर्दाखेरि सो आजको लागि चाहिँ गुड बाई सी यू नेक्स्ट भ्लग दसैँको भ्लगमा सबैजनाले दसैँको भ्लग हेरिदिनु होला दसैँभन्दा 2 दिन ढिलो हुन्छ होला सो यो पनि